लु हाम्रो स्कुटर चाहिँ यहीँनिर छ होइन तेल सकेर तलबाट आउँदा आउँदा तेल सकेर टक्क यहाँ राखिदिएको अब ओह्रालो त अब कुद्छ होइन त कुद्छ होइन ओह्रालो ल त मोबाइल गोजीमा कहाँबाट हिँडेको यो यस्तो उफ्रिन्छ अरे र उफ्रिँदो रहेछ भाइ गएको क्या त्यो बाङ्गै होइन बाङ्गै थियो होला पहिला हेलो एन्ड नमस्ते ब्युटिफुल पिपुलहरू होइन सो हामी चाहिँ आज फुङलुङ झर्ना फुङफुङ झर्ना कि फुङलुङ झर्ना हो के झर्ना भन्छ अब त्यहाँ जान लागेको होइन अनि मेरो बाइकको चाबी चाहिँ फेरि केटाहरूले यहाँ घरतिर ल्याएर राखेको छ क्या त्यही भएर सो चाबी लिन आएको केटाले टक्क लिएर आइरहेको छ तलबाट कुदेर आइरहेको छ बुङ 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 होइन सो फेरि स्कुटरको चाहिँ पेट्रोल नै सक्यो क्या स्कुटर त्यहाँ पर गोकर्णको डाँडातिर राखेर आइरहेको छु हामी टक्क होइन यसको घर चाहिँ यहीँनिर हो होइन सो नयाँ पार्टी देख्नुहुन्छ तारे वीरतामा चाहिँ जकडोल चाहिँ यही हो जकडोल यही होइन त त्यो पानी पर्ला जस्तो छ होइन सो अहिले हामी त्यहाँ पुगिसक्नु पर्ने हो तर केटाहरू पर्खिँदा यता कोही सुन्दरी जल कोही गोकर्ण होइन सो त्यही कारणले चाहिँ हामी चाहिँ अब केटाहरू यस्तो बटल्नलाई हल्का टाइम लाग्यो अब हिँड्दैछु बाटोमा टक्क अब तल पुगेँ तल पुगेपछि यस्तो राखिनु पर्ने हुन्छ फुङफुङ झर्ना सो यो चाहिँ ककनीमा छ है त ककनीमा हामी पनि फर्स्ट टाइम हो जान आएको चाहिँ कहाँबाट जाने त्यो पनि थाहा छैन भिडियो स्टार्ट भएको भएन हामी चाहिँ यार ल त मोबाइल गोजीमा कहाँबाट हिँडेको ल टक्क अब सिसा चाहिँ टक्क लाएर हिँड्नुपर्ने हुन्छ फेरि मलाई लाज लाग्छ नि त लाज लाग्छ अरे ओ कसरी बसेको मुला अलि अगाडि आइज ओ फाइनली लाग्यो अब हामी फुङफुङ झर्नातिर गाइजहरू होइन 6 जना केटाहरू कुद गाइज हामी यहाँ टक्क गोकर्ण भाइरल रोड हुँदै बुढा नीलकण्ठ हुँदै हामी कहाँ पुग्छ टोखा हुँदै मैलुङ झर्ना मैलुङ फेरि फुङलुङ झर्ना त्यो फुङलुङ झर्ना ककनीमा छ होइन त केटा मलाई अलिक टोपी छ ऊ यसको क्याप माग्नुको क्या हो अलिकति टाइट भएर मुनि जाँदैन नि चलो म चाहिँ यस्तो भाइजर लगाएर होइन बोल्दै हिँड्नुपर्ने हुन्छ त्यो भाइजर लगाएन भने चाहिँ मलाई ए केटा हो चलपल बस्तीमा अगाडिको टायर त पुरै उभिँदो रहेछ क्या पुरुक या फेरि केटाहरू मस्याएर त्यस्तो बाइकमा यस्तोमा त चलपल गाउँदेखि बस्तीमा गाइज हामी चाहिँ यहाँ आइसकेको छौँ क्या नजारा हामी चाहिँ टक्क फुङलुङ झर्न पुगेर चाहिँ होइन नेचुरल स्विमिङ पुलमा यस्तो हाल्नुपर्ने हुन्छ स्विमिङ कहाँ गयो केटाहरू आउँदैन त ओहे मुला आउँछ बिस्तारै आउँछ
चलपल गाउँदेखि बस्तीमा हामी यहाँ माथि के अरे के भन्छ यो ठाउँको नाम टक्क बुढा नीलकण्ठ होइन बुढा नीलकण्ठको मुनिपट्टि टक्क आइसक्यो हामी ए कतिजना 5 जना होइन त 6 जना गाउँदेखि बस्तीमा 6 जना ए उस झिक्न उस झिक्न पागल हो मोटो ब्लक छैन रे चुनी खेल नै हो टक्क अब हामी यहाँबाट कति बजी चाहिँ 2 घन्टामा नि पुग्दैन जस्तो लागिरहेको छ यार यो यस्तो उफ्रिन्छ त्यो र उफ्रिँदो रहेछ बाइक भो अफरोड छ होला अलिअलि अफरोड छ होइन सो अब जाउँ के हुन्छ चल्दिउँ सुब्बेचोर चल्दिएको गाइज हामी 3 पिपलेबाट यस्तो खाजा खाएर खाजा नास्ता फाइनल गाइज हामी हिँडेको माथि खाजा नास्ता सस्ता हानेर चाहिँ हामी चल्दिएको गाइजहरू यहीँनिर 3:30 बजिसक्यो होइन 3:30 भइसक्यो रन्का बुधेर रन्का यो नि त लाइन सो मेरो चाहिँ हल्का अलिक क्यामेरा नै कस्तो बाङ्गो भइरहेछ क्या क्यामेरा बाङ्गो भइरहेछ ब्यागै छोडेछ त यहीँ बस्दै ल बिस्तार हिँड्दै गर ल केटाहरू अनि यस्तो गरेर कहाँ हुन्छ भने त्यही त ब्यागको मेरो भन्जुमा करोडौँको सामान छोडेर त अनि 35 किलो भन्ने ठाउँ छ 35 किलोदेखि चाहिँ हामी सायद हिँड्नुपर्छ होला बाइक राखेर हिँड्नुपर्छ होला त्यो झर्न पुग्न अनि पानी पनि आउला जस्तो भइरहेछ पानी आयो भने केटाहरूको फेरि बिजोग त के हुनु होइन बिजोग त भइहाल्छ नि किन नहुनु के त्यही हो हल्का फेरि एकैचोटि हिँड्यो क्या प्लान केही नबनिकन एकैचोटि केटाहरूले लजाउँ है हिँड्यौँ त्यही त भयो भएकोकै प्लान भयो अब हुन्छ नि त छुट्टै बिहान हिँड्यौँ ल हिँड्यौँ न त नि के छ र होइन भनेर हिँडेको ठिकै छ यहाँ ककनी छ नि ककनी एडजस्ट गर्नु पर्यो यहाँ ककनी छ नि ककनीमा फेरि स्ट्रबेरी धेरै हुन्छ क्या यहाँ चाहिँ स्ट्रबेरी पहिला देखि नुवाकोट आयो फाइनली यहाँदेखि नुवाकोट यहाँ गेट छ नि त यहाँदेखि नुवाकोट फाइनली नुवाकोट गाइज केटाहरू हेरेछ जाउँ चल्दिउँ हामी चल्दिएको ल यो छ नि यो यार हिलो बाटो यस्तो छ हेर चलो खुट्टा मेरो हेलमेटै मुनि झरिसक्यो यार यहाँ छैन बाटो चढाइदिने हो माथितिर ल तँ झर केटा भयो बाटै छैन रहेछ यार एकछिन केटाहरू पनि पर्थ्यौँ होइन ए चढाइदिए मुला हो चढा गडाम गुडुम सो यहाँ चाहिँ डोजरले बाटो बनाइरहेको
गाइज हामी टक्क यहाँनिर के गगनी भन्ने ठाउँमा आइसक्यो फाइनली केटाहरू दर्याम मकैबारी दर्याम केटाहरू यहाँ फेरि केटाहरू आफ्नो मान्छेहरू भेट्यो अङ्कल भन्दै ढोक्दैछ सो हामी ककनी अब यहाँबाट मात्र 10 मिनटमा बाइक राखेर त्यसो चाहिँ हामी फुङलुङ झरना चलो होइन पसिनै म बिस्तारै हिँड्छु पछि पछाडि नि मलाई रिस नउठाउनु है बाटो चाहिँ हो यार गाइज हामी यहाँ फुङलुङ झरना आइपुग्न आँटिसक्यो होइन पुग्नै लागिसक्यो बाटो यस्तो बाटोको हालत यस्तो छ भरे फर्किँदा कसरी आउने हो केटा यस्तो मर्दैन ल कुद्यो समा काँक्रा चोर बाटोको हालत मान्नैपर्छ बाटो मान्नैपर्छ त्यहाँ आएपछि केटाहरू जोड हिँड्दो रहेछ जोड हिँड्दो रहेछ अबै नानीहरू ल कताबाट जाने कताबाट जाने यता होला नि कता झर्ना यही हो झर्ना कुन झर्ना ल हामी आइदिएको त्यसो भए हामी आइदिएको माया प्रीति लगाइदिएको भिडियो लाटे केटाहरूले त हुँदैन एउटा त्यो डामनाको भिडियो बनाउनु कता गयो त्यो फस गया तुम फस गए बेटा तुम फस गए लाइटर दे के हार्दा नि ए न्युट्रलमा भिनेको ए म पनि न्युट्रलमा हिँड्छु कसम गाउँ पुग्थ्यो होला अरे कहाँ हो गाउँ यो नि गाउँ त हो नि के गमाटे भयो ला मर्नु नहुनुहुन्छ कि ए मायालु चाँडै दिन बस्यो रन्का बुझे रन्का त्यहाँ गएर चाहिँ चुप्प यहाँ आएर चाहिँ चुप्प लाएर बस्दो रहेछ यो यहाँ आएर के अरे लुके गिलास के अरे बुझ्ने कहाँ घर भुइँमा नि भुइँमा घर हुन्छ होइनलाई अलिक खत्ते अहिले फेरि हुन्छ नि अलिक ए के अरे अलिकति बोल्न त पाइन्छ बोल्ने पनि तरिका चाहिन्छ ए गीत यार आज मुझे पता नहीं क्या कराया लम्बा झन्डै सारे खोला बटर भन्नु लागिसक्यो थाहा छैन क्या हो झर्ना पुग्यो यार दिदी मन जाने सँगै दिदी नभन नि अच्छा सोल्टिने भन्नु अनि सोल्टिने पनि
के हो चौकिने नभनेर के भन्छ होइन बहिनी दिदी मन जाने दिदी भन्यो भने चाहिँ के जानु क्या कस्तो दीदी भन्ने नेपालीको के यसै हो पहले दीदी बोलते हैं बाद में बीबी बोलते हैं पहले दीदी बोलते हैं बाद में बीबी बोलते हैं मोटो ब्लगर ए फ्रेन्ड मोक्तान ओइ के हो भाइ लै ओ गुडिया आया माई सरकारे कोही कहाँनिर ए यहीँ मात्र हो यहाँ मात्र होला यहाँ नत्र कसैलाई छैन मासु हो के भन्दा उता छैन के भन्दा उता के भन्दा उता त अब साह्रै घर खाइरहेको साह्रै त साह्रै झर्नामा के पाउँछ यम्मा होइ गन्नै छिरेको केटाहरू त्यही भने होइन ल भाइ सँगै जाऊँ ल नि नभन्ने कस्तो रहेछ भाइ भक्कै ल हाने भने भक्कै हान्दै फेरि हेलो गाइजहरू हामी आइपुगिसक्या फुङलुङ झरना यो पारि चाहिँ के हो यो कुखुरा फार्म रहेछ कुखुरा फार्म त्यहाँ उता पारि ए त्यो हरियो सेतो हरियो लामो छैन त्यो आँखा देखेन देखेँ कुखुरा जस्तै र गाइजहरू मेरो भ्लग चाहिँ लास्टै लामो भए आधी घन्टाको जति भइसक्यो यो टक्क खोइ झर्ना ओइ कहाँ हो ऊ त माथि थियो होइन यता माथितिर पो होइन झर्ना भन्ने त उफ खै कहाँ हो यार झर्ना खोज्दा यहाँ मान्छे सेन्टी फ्ल्याट हुन आँटिसक्यो झर्ना भेट्दैन अब दुइटै नाच्यो कहाँ झर्ना चाहिँ कहाँ हो यता झर्ना कहाँ हो यता हो यता माथितिर होइन र कहाँ हो र यार मकै बारी दराम हरियो काँक्रा कर्यो हरियो काँक्रा त नै रहेछ त नि बहिनीहरू घर चाहिँ कहाँ हो नि यत्रो तल आउँदो रहेछ त हिँडेर आउँदैछ केटाहरू त्यो माथि डाँडा देखायो होइन ओइ चाबी अफ गर्दा कस्तो यतातिर चाहिँ मकै चाहिँ दरामै रहेछ यार मकै बारी दराम यहाँ अब फोटोसोटो खिच्ने कार्यक्रम भइरहेछ होइन पानी पऱ्यो भने त पुग्दैन भाइ सुब्बे तर म त्यो डाँडातिरबाट जाँदाखेरि झर्ना त यस्तोतिर देखेको होइन लु फाइनली झर्ना आइपुग्यो होइन यहाँदेखि अझै मुनि छ अरे झर्ना चाहिँ यो कहाँ राख्ने अर्को छ न पावर ब्याङ्क यो अर्को छ नि पावर ब्याङ्क झोलातिर के भिडियो ओह्रालो हो यार यहाँबाट नि लड्यो भने त नि केटा हो नपेलै केटा हो पेल्नु चाहिँ नपेलै यो फुङफुङ झर्ना हो
केटा हो फाइनली फुङफुङ झरना ओ यो डिलबाट चाहिँ म चाहिँ चिप्ल्यो भने त मान्छे त चिप्ल्यो त नि ओ ओ म त उँधो हेर्न सक्दिनँ भयो फुङफुङ झरना यहाँबाट तलतिर चाहिँ म हेर्न सक्दिनँ गाइजहरू होइन बो फुङफुङ झर्ना आउनलाई नि कति धेरै टाइम लाग्यो र 4 घन्टा समथिङ 3 घन्टा त नन स्टप हिँड्यो होइन फुङफुङ झर्ना आइपुग्यो फाइनली के हो यहाँतिर भिउतिर तर अलि अँध्यारोमा आइपुग्यो अँध्यारो भन्दा नि रात पर्न आँट्यो नि त 6 बज्न लागिसक्यो 6 बजिसक्यो 6 बज गया ओ माइला गॉड झरना फुङफुङ झरना गाइस यो अब झरना चाहिँ अब देखाइहाल्यो त होइन अब यसको 1-2वटा सिनेमेटिक भिडियोहरू बनाउनु पर्छ होइन अहिले चाहिँ जाडो नि भइसक्यो होइन अब चाहिँ फुङफुङ झर्नाबाट यस्तो लाग्दिनु पर्ने हुन्छ गाइसहरू फुङफुङ झर्ना पानी पर्दा जस्तो भइसक्यो होइन अब चाहिँ पानी पर्दा जस्तो लागिसक्यो अब पानी पऱ्यो भने हाम्रो झन् पिको हुन्छ यहाँनिर 6-15 भइसक्यो होइन गाइसहरू त्यो अब चढेको बाई फुङफुङ झर्ना बाटो फेरि यस्तो उकालो छ नि कुरै नगरौँ अब यहाँबाट काठमाडौँ पुग्न हामीलाई लाग्छ 3 घन्टा होइन 2 घन्टा फिक्स लाग्ने हो तर बाटो अफरोड छ त्यही माथि पानी पर्ला जस्तो छ हामीले रेनकोट केही पनि बोकेको छैन होइन त्यही हो चल्दिएको गाइस अब हामी चल्दिएको